पोहोर त 7 मन जति फलाइएको थियो, अहिले त नफल्दा पनि 10 मन फल्छ नि हो भाइ। यो अहिले बगान विस्तार पनि गर्दैछु। ए कुरो त्यसो पो हो, बुढाले किन नआउलो नआइजो भन्छन् भनेको त डर लाग्दो पैसा छापेर नि त, त्यही भएर पनि नआइजो भनेको रहेछन्। बाबाको पैसा त अब नझारेर कहाँ छोड्छु र म। कहाँ यसरी बसेर हुन्छ, मलाई त हतार त घर पुग्नु पर्ने, घर जानु पर्ने छ, कहाँ यसरी बसेर हुन्छ, यसरी चामल चलाएर हुन्छ, टिकल लगाइदिइहाल्नुपर्छ। म त गइ पो हाल्यो त। यत्रो बेर भइसक्यो त भित्र बस्नुभएको माइजू, कता जानुभयो? पैसा निकै कमाएर छ, टाइम लाग्ला नि त। ल भन्छ लु फेरि आउँदै गर्नु, राम्ररी जानु। ल माइजू ल। कति दक्षिणा दिएको रहेछ, हेरेर पो जानु पर्छ। अलैँची बेचेको पैसा सबै चलाइयो, अब यति अलैँची बेचेर खर्च चलाउनु।